लगभग काम सिद्धिएको अवस्था। यो माथिको रेलिङ र भर्याङ गरेर लगभग 300 फिट जस्तो रहेछ। कहिले पानी पनि कहिले बत्ती जाने गरेर काम त्यस्तै भएको। यो माथिको रेलिङ लगभग यति चाहिँ वाल आउँछ। यो भर्याङ नभएर माथि आरो वाल लगाउनु नमिलेको रहेछ। यो चाहिँ सेकेन्ड माथि भन्दा तल्लो तलाको रेलिङ। हाम्रो चाहिँ काम सिद्धियो लगभग। र यहाँ कात्रा कुत्रो अब चुलोहरू ओदानहरू के बनाउने कामहरू अब बाँकी छ। यो चाहिँ टप तलाभन्दा तलको रेलिङ। यहाँ आएर इन्डिङ। यो भयो हाम्रो भर्याङ फाइनल भइसक्यो। यो माथिबाट हो। यो चाहिँ सेकेन्ड फ्लोरको चाहिँ अलिक पिल्लर बढी। बाँकी काम चाहिँ ग्रिल ठोक्ने हुने भयो। ग्रिल चाहिँ हामीले अब ठाउँमा झ्यालको सिधा छुटाएर राखिदिन्छौँ। अनि उहाँले पछि थापा ठोकेपछि ग्रिलमा कलर गरेर अनि ठोक्नुहुन्छ अरे। ग्रिल चाहिँ हामी छुटाएर राख्दिन्छौँ, उहाँहरूकै काम गर्नेले ठोक्नुहुन्छ।